हेलो भन्नु हेलो हामी सेवारो भन्नु सेपारो मेरो नाम महिमा लिम्बू हो भन्नु मेरो नाम महिमा लिम्बू हो हाम्रो युट्युब च्यानलमा सबैलाई वेलकम छ भन्नुस् वेलकम छ आज आमा छोरी के काम गर्दैछौँ यहाँ मुला काट्दैछौँ नि टक्कसँगले मुला काट्ने भिडियो बनाउने बस्ने ल छोरी टक्कसँगले हामी आमा छोरी यहाँ मुला काट्ने हो टक्कसँगले राम्रोसँग हेरिदिनु होला लाइक कमेन्ट गरिदिनु भन्नु त लाइक कमेन्ट गरिदिनु होला सब्स्क्राइब गरिदिनु भन्नु सब्स्क्राइब गर्नुला मेरो नि आधे त काट्दै नै मुला लास्टै अमिलो होइन छोरी तपाईँ उता जानु न बाबालाई सघाउनु जानुहोस् हस् तपाईँ त सघाउँछु है बर म त ओरा मेरो काट्यो नि नै छोरी गर्नुहोस् है गीत गाउनु न छोरी इस्ताको टाकुन बाबालाई गएर एकचोटि सघाउनुहोस् न अन्त बिहान बिहान खाना पनि खाएको छैन अब एकछिनमा खाने हो चट्टनी मुलाको अचार बनाउने अनि खाने त्यो उता गएर खानै छोरी यहाँले जुठो बस्छ नि खाँदै त्यो काट्दै उता उता उयो गरेर बस्नु न छिटो भनेको मानेन भने त अहिले म फेरि आज म घुम्नु लाँदैन नि मम्मीले मेरो छोरीलाई आज घुम्नु लाने हो त्यसो त्यो फ्याल्नु हुँदैन नि घाममा राम्रोसँग आँखा पनि ठुलो हुँदै छैन होइन है खुट्टा 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 टक्कले मिठो गरी सिन्की काट्ने हो अनि राख्ने हो अनि बर्खामा अचार चट्ट खानलाई आउनु है अनि हामी खान्छौँ है हामी पनि खाने हो अनि साथीलाई पनि दिने हो के मेरो साथी पनि हुन्छ त अनि चट्टसँगले हाम्रो युट्युब फ्यामिली हुन्छ नि त यो खानु अनि यो खाने अनि अचार बनाएर अनि मुला अचार चट्ट पाए खाने नि छोड्नु न मलाई नि आउँछ त्यस्तो यस्तो गर्नु औँला जानु काट्यो कि त काटेर मेरो औँला काट्छ यस्तो ठुलो लाग्यो भने नि अब भने चाहिँ हाम्रो मुला चट्टले काटिसक्यो है हेर्नुहोस् है गाइजहरू चट्ट राम्रो मुला काटिसक्यो चाहिँ बाबा टाटा गर्ने छिटो अब खाना खानु पर्यो नि हो सबैजनालाई बाई बाई